गाइस हामी चाहिँ घर बस्दा वाक्क भयो फोन चलाउँदा नेटको भाँडो चलाउँदा र हामी चाहिँ अब टक्क हिजो अस्ति गेम खेलेको कपडा धुनै छ कि डेन्जर धुँदै अनि खोला चाहिँ हल्का सानो छ त्यही भएर दाइ बाल्टी लिएर आउँदै खोला चाहिँ हल्का सानो छ अनि त्यही भएर हामी चाहिँ ज्याकेट भित्र मात्रै धुन जानु लाग्यो ठुलो कपडा धुन जस्तै हो अहिले यहाँ चाहिँ हाम्रो दाजुभाइको मिहिनेत यहाँ छ गाइज होइन हामी चाहिँ दाजुभाइ नै हल्का दाजु चाहिँ खतरा हो म चाहिँ हल्का सिकौटे भनौँ न अनि हामी चाहिँ अब सर जान्छौँ फाइनली जान्छ घरबाट निस्क्यौँ अब खोला चाहिँ खोला नजिकै छ सुनिले लेखेको साबुन लेखाइनस् लेट्सी यो चाहिँ वालिङ हुँदै आउने बाटो अनि यो चाहिँ यता भिमातिर अनि यो चाहिँ यता बिरुवातिरबाट आउने बाटो चोकमा घर छ होइन अनि यसको घर चाहिँ माथि हो कि यहाँ माथि यो ल केही भन्न त आफ्नै च्यानलमा सबैले सब्सक्राइब गरिदिनु त्यति हो मैले के भन्छु लाइक सब्सक्राइब आज चाहिँ भाइले चाहिँ दाइ अब भाइले भलक गराउँदो रहेछ मलाई थाहा थिएन होइन अनि म नि भलक त हो तर मजा लाउँछ गराउन तर पोस्ट गर्ने झ्याउलाउँछ क्या गराउँछ मेरो फोनमा नि गराउँछ तर पोस्ट गर्न झ्याउलाउँछ हामी चाहिँ यो खोलामा चाहिँ जन्मेदेखि हामी खेलेको अहिले त लास्ट सानो हो कि गाइस खोला हेर्नु न देखाउने सर्व लाउने छ खोला यस्तो सानो खोला छ अब यो चाहिँ हाम्रो टापुको डाँडा यो चाहिँ म पहिला बल खेल्ने त्यो ठाउँ उहाँ पुगिन्थ्यो यो चाहिँ कपडा धुने ठाउँमा गएर खुट्टा गाडी भ्यायो यता चाहिँ सरर र डाँडा काँडा गाउँतिर बसेपछि यही हो रमाइलो माथि मल्याङकोटको डाँडा गाइस अब मेरो चाहिँ ड्युटी सुरु भयो कि अब बल त खेलिन्छ अब बल खेलेपछि अब कपडा फोहोर हुन्छ धुनै पर्यो धुनै अघि लाउँछ के गर्ने र एकछिन पछि भेटौँला है त कपडा धुँदै हुनुहुन्छ म चाहिँ यहाँ त्यसको ज्याकेट छोडेर रहेछ एउटा त्यो लिन आएको त्यो त्यहीँ हो तिनीहरू त्यहीँको लुगा धोइरहेको त्यहीँ हो त्यहाँ मस्त पारेर लुगा धोइरहेको तिनीहरूले चाहिँ म चाहिँ यसको ज्याकेट लिँदिन थिएँ त्यो ज्याकेट धुने कि नि तैँले ज्याकेट ल्याइदिने ल हजुर उता हेर्नु गएछ हाम्रो दसैँको जमरा यहाँ हाम्रो चाहिँ यस्तो खोलातिर फाल्छ यस्तरी राख्छ यहाँ यस्तो छ ल झप्पु हाम्रो केही भ्लगमा केही भन्दिनँ त किन शर्मा गएर फेरि यत्तिकै शर्मा छ क्या लुगा धुने एउटा चाहियो कि यो छ भने यसो आउनु पऱ्यो बिहा गर्नु पऱ्यो भएन यसो लुगा धुन सकिएन गेम खेल्दै हिँड्यो अनि त्यसपछि भोलिपल्ट चाहिँ यहाँ ढोक्क लुगा रगट्नु पर्ने पनि गाइज त्यो आपत छ यहाँ अझ अरू कपडा धुनै छ आज झ्याउलाएर एकछिन मात्र निकालेको पानी पनि सानो भयो त्यो कपडा धुन यति कपडा चाहिँ धेरै छैन होला आज चाहिँ धोएन धेरै यति हो धेरै छैन कपडा हुन सक्नुहुन्छ होइन जर्सी चाहिँ 4 फुट 2 को 4 फुट 4 को राम्रो छ नि होइन गाइज अब खतरा हो चक्की क्वालिटीको जर्सी हो 1 hour later लगाइ सक्यो है कपडा धोएर सक्यो अब यति भएपछि 3-4 वटा गेम खेल्न हिँड्न कपडा भयो त्यसपछि आएर धुने अरू त के यस्तो गाह्रो छ कपडा धुन सकिन्न कपडा फेरि यति खालको जर्सी र ज्याङ्गे मात्रै हो गेम खेलेको यसो हल्का डाइ खानिदिएको कपडा फोहोर भइन्छ अनि हामी चाहिँ निस्केको अब त्यसको अवस्था त्यस्तो छ अवस्था नाजुक छ घाम पनि डेन्जर लाग्यो ज्याट एकछिन घाममा बस्यो नि म कालो मान्छे झन् कालो हुन्छु त्यही भएर अब फेरि हामी अब भोक लाग्यो अब नास्ता गराउँछौँ नास्ता गराएर नास्ता खाएर अनि कता जाने हो थाहा छैन है फेरि नास्ता खाएर पनि त्यही भएर टक्क अब कपडा सुकाउनु पऱ्यो हेलो गाइज अब चाहिँ हामी कपडा धोएर भोक लगाएर नास्ता खान रेडी हो टमाटर र प्याज यहाँ छ चाउ भाइले यहाँ चाउचाउ पकाएर खाने गाइज त्यहाँ जस्तो आयो त्यस्तै परिस्थिति गरिदियो गाइज अब
ठक्कै यो समात भाइको समान इच्छा हो कि यो भाइको इच्छा अब गाइस के गर्ने अब पकाएर खुवाउनै पऱ्यो हेर्नु उल्टा बनाएर बस्यो पागलले सरर हाम्रो चिउरा पनि छ क्या चिउरा पनि छ चुराको साथमा